दर्शकबिन नमस्कार, स्वागत छ कार्यक्रम न्यायिक आवाजमा। विभिन्न कानुनसँग सम्बन्धित रहेर हामी यो विभिन्न विषयवस्तुमा केन्द्रित रहेर समसामयिक विषयमा छलफल गर्नेछौँ। आज हामी विशेष गरी यो अध्यागमन कानुनसँग केन्द्रित रहेर कुराकानी गर्नेछौँ। हामीसँग अतिथिको रूपमा हुनुहुन्छ अधिवक्ता सुशील प्रसाद अधिकारी। उहाँको विषयमा कुराकानी गर्नुपर्दा लामो समय अमेरिकामा अध्ययन गर्नुभयो। उहाँले अमेरिकाको टेक्सास राज्य स्थित साउथ मेथोडिक्स युनिभर्सिटीबाट तुलनात्मक कानुन र अन्तर्राष्ट्रिय कानुनमा स्नातकोत्तर तहसम्मको अध्ययन गरी लगभग 15 वर्ष अमेरिकामै प्र्याक्टिस गर्नुभयो र हाल नेपालको कानुन व्यवसायमा क्रियाशील हुनुहुन्छ। उहाँसँग हामी कुराकानी गर्नेछौँ। म कार्यक्रममा उहाँलाई स्वागत गर्छु। नमस्कार सर। नमस्ते पेशल सर। सर्वप्रथम यो नेपाल र अमेरिकाको कानुनको विषयमा अलिकति तुलनात्मक जानकारी गराइदिनुहोस् न। पेशल सर, के छ भने मैले अब कानुन यो कम्पेरेटिभ ल भन्ने चाहिँ जुन सब्जेक्ट मैले पढाएँ पेशल सर, त्यसमा के भने मैले अलिकति अमेरिकी कानुनहरूको पनि अध्ययन गर्ने मौका पाएँ। हजुर। त्यसमा हाम्रो के छ भने एउटा दुईवटा कन्सेप्ट आयो कि एउटा सिभिल कन्सेप्टको कन्ट्रीहरू र कमन ल कन्ट्रीको कन्सेप्टहरू। जस्तो अब युरोप अमेरिका सबैहरू कमन ल छ, ब्रिटिसको कमन ल, हामी चाहिँ सिभिल ल। त्यो जर्मनी अब इन्डियामा पनि त्यो कमन लको मिक्स, कहीँ चाहिँ मिक्स सिस्टम पनि छ। हजुर। अब त्यसमा कस्तो अमेरिकामा एउटा क्यानोन सुट ल भन्छ। त्यसको मतलब नजिकलाई जस्तो हामीले नजिक जस्तो बेलायतमा चाहिँ तपाईँ कमन लले चाहिँ के भन्छ, अलिकति कानुन पनि भनिन्छ नि हामीले। त्यो पनि त्यो कस्टमरी ल भन्दा हामीले जुन फलो गर्छौँ, कस्टमरी लमा उनीहरूले त्यो नजिकलाई प्रेसिडेन्टलाई फलो गर्ने होइन कि कस्टमरी ललाई फलो गरेर गर्ने भयो कमन ल सिस्टममा, होइन। अब त्यसमा सिभिल र उसमा धेरै अन्तर छ। अब क्रिमिनल देवानी कानुनमा अथवा फौजदारी कानुनमा दुइटै प्रोसिडियरमा धेरै फरक छ। अब मैले विशेष गरी प्रपर्टीको कुराहरूमा पनि त्यहाँ इनहेरिटेन्स राइट हुँदैन, त्यहाँ चाहिँ गिफ्ट सिस्टम चाहिँ अलिकति हुन्छ र त्यो पछि त्यो प्रपर्टी इनहेरिटेन्स चाहिँ जाँदैन। अब त्यसमा रजिस्टर छ, टाइटल छ भने त्यसमा जाने भयो। जस्तो हाम्रो अंशबन्डा बाउको 3 पुस्ते भन्ने कुरो चाहिँ आउँदैन कमन ल सिस्टममा। हजुर। विल सिस्टम भन्छ, इच्छाएको व्यक्ति लास्टमा इच्छाएको व्यक्तिलाई दियो भने त्यो सम्पत्ति गयो, होइन। अब इच्छाको छोराछोरी हुनसक्छ, अन्य व्यक्ति नै हुन्छ, उसको स्याहार सवार गर्ने मान्छे नि हुनसक्छ, जो पनि हुनसक्छ। त्यो एउटा देवानी कानुनमा, त्यो सम्पत्ति सम्बन्धी कानुनमा त्यो छ। अर्को फौजदारी कानुनमा तपाईँको इन्भेस्टिगेसन राइट भन्छ लयरहरूलाई। जस्तो तपाईँहरू अब समरी जजमेन्ट भन्छ, कोर्टमै जान जजभन्दा अगाडि नै समरी जजमेन्ट हुन्छ क्या। तपाईँ डिस्ट्रिक्ट एटर्नी लयर मिलेर इन्भेस्टिगेटरको आधार पनि दिन्छ। तपाईँले आफै इन्भेस्टिगेट गरेर हामीलाई दिन्छ डिस्कभरी भन्छ। त्यसलाई डिस्कभरी हामी नेपालमा ल्याउनलाई तुलना गर्दा फेरि हामी कहाँ छैन, डिस्कभरी छैन। हामी कहाँ यो विल सिस्टम छैन। हामी कहाँ प्रपर्टी राइट भनेको के अरे मरेपछि उसको चाहिँ आजीवन 3 पुस्ते, अब 3 पुस्ते 4 पुस्ते उसको इनहेरिटेन्स भइरहन्छ, उसको जाँदैन। त्यो नचाहँदा पनि बन्दाबाट पायो छोराछोरी, जसले अंश पाउने हो। हाम्रो देखेको छोरीले पनि अहिले आएको सम्पत्ति कानुनमा पाउने भयो। अविवाहित छोरी विवाहित भए पनि 76 साल 73 साल यता पाउने भए, होइन। छोराले त पाउने नै भयो। त्यो सम्पत्ति मर्दैन, चाहे 20 वर्षपछि आओस्। यो चाहिँ अलिकति लिङ्गरिङ भयो प्रपर्टीमा मेरो विचारमा, किनभने प्रपर्टी भनेको चलायमान हुनुपर्छ। अब 10 वर्ष छोरा खोज्दै आएन, विवाद त सधैँ बस्यो नि त। 20 वर्षसम्म आएर मालमा गएर नि त्यो प्रपर्टीलाई पनि एउटा कन्सेप्टमा भन्छ नि, त्यो इन्डिङ भयो तेरो राइट्स भने एउटा लिमिटेसन चाहिँ राख्नुपर्छ कि जस्तो लाग्यो, होइन। एकदमै। हजुर। सुशील सर, विशेष गरी हामी अध्यागमन कानुनसँग सम्बन्धित रहेर कुराकानी गर्छौँ। यहाँलाई राम्रो नलेज पनि छ त्यहाँको विषयमा। हजुर। त्यहाँको अध्यागमनले चाहिँ विशेष गरी विदेशी नागरिकहरूलाई चाहिँ कस्तो कस्तो खालको चाहिँ त्यहाँ कानुनहरू पालना गर्नुपर्ने हुन्छ, त्यो अलिकति बताइदिनुहोस् न। अब यसमा चाहिँ के भन्छ हामीलाई भने, अब अमेरिकाको यो इमिग्रेसन सिस्टम लङ टाइम छ, होइन। मैले सुने, अब मैले पढे अनुसार चाहिँ पहिला इमिग्रेन्टहरू ल्यायो काम गर्नलाई, तिनीहरूलाई कसरी राख्ने भनेर एउटा नम्बर दिन्थ्यो है। अहिले पनि एउटा रमाइलो छ, ए नम्बर भन्छ, एलिन। हाम्रो शब्द ALIN, एलिन मिन्स अर्को घरबाट आएको। अनि सबै अहिले सिटिजन हुने जुन कागज बनाउँछ त्यसको नाममा ए नम्बर हुन्छ, एलिन नम्बर। त्यो नम्बर ट्याग भयो, ट्र्याक सिस्टममा राखेको छ अमेरिकाले सबै फरेनरलाई। जति बेला पनि उसले ट्र्याक गर्न सक्छ। त्यस कारणले अब अहिले हामी फरेनर जुन जान्छौँ, पहिला जस्तो भिसा टाइपहरू छन्, विभिन्न भिसाहरू, होइन। F1 B1 J1, होइन। त्यसमा भेराइटी अफ 20 भिसा क्याटेगोरी छ, O1 O2, होइन। अब क्र्यु भिसा, सी भिसा, यी सबै भन्छन्। जान पाउने त भिसाको टाइप छन्।
अब त्यसमा प्रोसिड्युरली कसरी जान्छ त होइन। अब इम्प्लोयर चाहिने हो कि कम्पनी चाहिने हो कि यी टाइपहरू छन्। जस्तो अब बेसिकल्ली हाम्रो कस्तो छ भने B1 B2 भिजिटिङ प्लेजर भन्छ, जाने घुम्न जाने हुन्छ नि। अब पहिला घुम्न जानेलाई पनि तेरो को छ अथवा स्पोन्सर अथवा मान्छे छ कि छैन भन्ने सोध्ने गर्थ्यो भने अब B1 B2लाई चाहिँ दिने म्याक्सिमम् एक्सटेन्सन भनेको 6 मन्थ। 6 मन्थमा अब त्यो पहिलाको कानुनले 6 महिना फेरि थप्न दिन्थ्यो 12 महिनासम्म। त्यहाँ गएर भित्र छिरिसकेपछि एक्सटेन्ड गर्न पाउने 6 महिना। त्यो विशेष गरी नेपाली नागरिकहरूले चाहिँ अमेरिका जाँदै गर्दाखेरि कस्ता कस्ता कानुनहरूको चाहिँ पालना गर्नुपर्ने हुन्छ? अब बेसल सर के त्यसमा डिपेन्ड अन कस्तो भिसा लिएर जानुहुन्छ होइन। तपाईँले B1 मा जानुभयो, B2 के कानुन पाल्ने, F1 के गर्ने, स्टुडेन्टमा के गर्ने, अब क्र्युमेन भएर गएछ भने क्र्युमेनमा के गर्ने होइन। अब आर रिलिजियस भिसामा गएछ भने के गर्ने, H1 पढेर गएछ ब्याचलर डिग्री लिएर त्यहाँ H1 भिसा वर्किङ भिसा गरेछ भने यो टाइप अफ भिसा भन्छ। त्यसमा छुट्टा छुट्टै क्याटेगोरी छ लमा, यो इमिग्रेसन नेसनालिटी एक्ट भन्छ INA होइन। त्यसमा चाहिँ यसको विभिन्न परिभाषा छ। त्यसमा कुन भिसामा कुन युज गर्ने उनीहरूले त्यही मार्क गर्ने हो। र सरकारले पनि त्यही हेर्ने हो यो कुन भिसामा आयो, यसले के गरेछ। जस्तो भिजिटरमा जानुभयो तपाईँ काम गर्नुभयो इज नट एलाउड, त्यो वाइड भयो, तपाईँ भिसै वाइड भयो। अब H1 जानुभएको छ, H1 कुनै कम्पनीले हायर गरेर तपाईँ काम गर्नु इज ओके होइन। त्यो कम्पनी अब जुन कम्पनीलाई काम गर्नुभएको छ फेरि अरू कम्पनीमा आएन भने यी क्याटेगोरी छ, त्यसको लजहरू छ होइन। त्यस कारण अब कुन भिसालाई जानुहुन्छ पहिला आफूले चुज गर्नु पऱ्यो, म कुन भिसामा जाँदैछु होइन। अब त्यो टाइप अफ भिसाबाट आउनु पऱ्यो पेसल सर। त्यसमा त्यो अनुसार गयो भने त्यो अनुसारकै काम गर्नु पऱ्यो। अनि जस्तो नेपालीहरूकै कुरा गरौँ हामीले, त्यहाँ चाहिँ अब समस्यामा परेका नेपालीहरूले त्यहाँ लयर हायर गर्नलाई पनि अब महँगो होला। अब त्यहाँको चाहिँ इमिग्रेसन कानुनहरू पनि छिटो चाहिँ परिवर्तन भइरहेको अवस्था जस्तो देखिन्छ। नेपालीहरूले चाहिँ त्यहाँ कसरी लिगल सर्भिस लिनको लागि चाहिँ सजिलो उपाय चाहिँ के हुन्छ त्यहाँ? अब यस्तो छ, अब के हो तपाईँ भिसामा भाइलेसन भएन, तपाईँलाई ड्युरेसन अफ टाइम होइन, त्यसमा बस्नुभयो तपाईँलाई प्रब्लम भएन। अब त्यो कन्ट्रोल गर्ने आइस भन्छ, त्यो पनि इमिग्रेसन डिपार्टमेन्ट, त्यसले चाहिँ कन्ट्रोल गर्छ। उनीहरूले छड्किहाल्छन् बेला बेलामा होइन। अब स्कुलमा पढ्नको जस्तो भनौँ अब विद्यार्थीकै कुरा गरौँ, एकछिनपछि गरौँला त्यो कुरा होइन। जस्तो भिजिटर गए नातापातालाई घुम्न अथवा प्लेजरमा मात्र गए भने उनीहरूले पालना गर्ने के हुन्छ भने उनीहरू कुन घुम्न गए काम गर्न गएन होइन। अब त्यो तपाईँ भिजिटर गर्न गएको छ 2 दिन काम गर्नु भाइलेसन भयो, विशुद्ध तपाईँ के गर्नु पऱ्यो घुम्नमा जानु पऱ्यो। अथवा पारिवारिक भेट गर्ने पारिवारलाई भेट्न पऱ्यो उनीहरूलाई ड्युरेसन दिएको टाइममा। अब तिनीहरूले क्रिमिनल ल अरू गरे भने त त्यही अनुसार सजाय हुने भयो नि त। त्यो भाइलेसन भने भिसा बाहेक पनि अरू फल्टहरू गरे भने जस्तो ट्राफिक नियमको उल्लङ्घन गऱ्यो भने ट्राफिक जाला, कसैलाई पिट्यो भने क्रिमिनल ल्याबिलिटी होला, त्यो ल्याबिलिटी त आउँछ। तर के भने सामान्य घुम्न गएको मान्छेले घुम्न पऱ्यो, उनीहरूको नागरिक जस्तै उसले गल्ती गर्यो भने त्यही नागरिक सरह चाहिँ कानुन लाग्छ उसलाई पनि। त्यो नेपाल अब त्यो अब स्टुडेन्टकै कुरा गर्दा स्टुडेन्ट गए F1 मा गए। अब F1 मा कति हुन्छ ड्युरेसन अफ टाइम भनेको त्यसको DS लेख्थ्यो पहिला अहिले अलिकति चेन्ज भएको छ। अहिले ट्रम्प आएपछि त्यो लहरू चेन्ज भएको छ होइन, केही चेन्जहरू, तर पुरानै धार हो। त्यसमा चाहिँ DS भनेको ड्युरिङ द स्टडी होइन। अब तपाईँ बस्नुहुन्छ 4 वर्ष अन्डरग्रेजुएट गर्नुभयो 5 वर्ष ठिक छ स्टुडेन्ट भयो। अब उसले दिने भनेको तपाईँलाई काम गर्न दिनु समर भ्याकेसनमा होइन, 3 महिना ब्रेक दिएला, त्यसमा वर्क पर्मिट स्कुलबाट लिएर बाहिर 3 महिना काम गर्न पायो, नत्र काम गर्न पाएन उसले त। कन्ट्रोल बाई स्कुलले कन्ट्रोल गर्ने भयो। अब भोलि डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी र स्कुलको चाहिँ इन्टरनेसनल एडभाइजको बिच उनीहरू कनेक्सन हुन्छ त्यहाँको सिस्टम। हरेक निगरानी चाहिँ फरेन स्टुडेन्ट चाहिँ इन्टरनेसनल उसको इन्टरनेसनल उसले चाहिँ मूल्याङ्कन गर्छ। त्यो डिपार्टमेन्टै हरेक युनिभर्सिटीको हुन्छ। त्यो र आइसको बिच टाइट हुन्छ, USC आइसको बिच भनेको गभर्मेन्ट बिच। किन त्यो विद्यार्थी कहाँ गएको छ के गरेको छ, अब त्यो बाहिर गएर कहीँ काम गऱ्यो भने ऊ त्यो भाइलेसन भयो त्यो F1 स्ट्याटसको हो। तिनीहरू कसरी मेन्टेन गर्ने त्यसलाई पनि होइन आफ्नो हिसाबमा। अब उनीहरू गाडी चढाए कहीँ एक्सटेन्ड भयो भने त्यो ल चाहिँ छुट्टै त्यही ल जहाँको स्टेटको ल हो त्यही ल अनुसार जाने भयो क्रिमिनल ल होइन। अब होइन F1 ले पाउने अधिकार भनेको पढ्ने अधिकार हो होइन, अनि त्यसपछि उसले स्टडी गर्ने बस्ने अधिकार हो, एपार्टमेन्ट पाउने यी अधिकारहरू छन्। त्यो चाहिँ त्यहाँ गइसक्यो कुरा भयो। जस्तो नेपालबाट धेरै नै विद्यार्थीहरू अमेरिका जाने ट्रेन्ड पनि छ। जानु अगाडि चाहिँ त्यहाँको ल फलो गर्नको लागि विद्यार्थीहरू अथवा त्यहाँ जाँदै गरेका मानिसहरूले चाहिँ के कुरामा ध्यान दिनु पर्ला? पहिला त हामी जानुभन्दा अगाडि नै हामी I-20 इस्यु गराउँदाखेरि जुन भन्छौँ पढ्न जानु सबभन्दा पहिला I-20 भयो। I-20 भएपछि हामीले भिसा एप्लाई गर्ने भयौँ। F1 मा कुन युनिभर्सिटी जाने भयो तय गर्नु पऱ्यो, त्यसमा ट्युसन फी हेर्नु पऱ्यो कुन महँगो छ कुन सस्तो छ, मैले अफोर्ड गर्न सक्छु कि सक्दिनँ, प्रोग्राम आफूले चोइस गर्नु पऱ्यो कुन सब्जेक्टमा जाने हो। अब युनिभर्सिटीले एलाउ गर्यो युआर ओके भनेर I-20 गएपछि उसले I-20 इस्यु गरिदियो।
I-20 इस्यु गर्दै मात्रै भिसा आउने त होइन। अब तपाईँ I-20 इस्यु गरेर कहाँ जानुहुन्छ? कन्सुलेटमा जानुहुन्छ। अब कन्सुलेटले के गर्छ त्यसमा? हेर्छ यसको क्षमता छ कि छैन, यसको पढाइ कति हो, यसले कस्तो पढाएको छ, सबै हेर्ने भयो नि त्यसले, ड्यु प्रोसेस गर्ने भयो। अनि त्यसपछि त्यो सिलेक्सन भयो, उसलाई F1 भिसा लागेपछि जाने भयो युनिभर्सिटीमा, किन सिधै युनिभर्सिटी जाने भयो। अब उसको अब युनिभर्सिटी सेमिस्टर हुन्छ, 6 महिने 12 महिने कति सेमिस्टरमा चाहिँ इनरोल हुनु पऱ्यो। अब सेमिस्टरमा गएर उसले चाहिँ GPA मेन्टेन गरेन, जस्तो स्टुडेन्टलाई अहिले 30 क्रेडिट आवर भन्छ स्टुडेन्ट मेन्टेन गर्न, उसले लिनै पर्छ। पर क्रेडिट आवर कति तिरेको छ पहिला, अनि सेकेन्ड सेमिस्टरमा कति फी छ, यो त तिर्दै जानु पऱ्यो नि स्टुडेन्ट त। अब पाएन, घरबाट त्यो पैसा गएन भने युनिभर्सिटीले भोइड गरिन्छ, अनि ऊ चाहिँ डिपोर्टेसन अथवा फर्किनु पऱ्यो घर, पैसा तिर्नु पऱ्यो। युनिभर्सिटीलाई आफ्नो ट्युसन फी पर दिइन्जेल ऊ चाहिँ भिसा चाहिँ कति डुरेसनको हो। अब अहिले हाल आएर ट्रम्पले गर्दाखेरि त्यो डिएसलाई काटेर हामीले चाहिँ फिक्स गरौँ भनेर यिनीहरूले चाहिँ I-94 मै, जस्तो I-20 त मगाइयो, एन्ट्री गर्दा I-94 मा चाहिँ उनीहरूले चाहिँ अब यसमा चाहिँ तोकिदिउँ भनेको छ। जस्तो 4 वर्ष हो भने 4 वर्ष तोकिदिउँ, 4 वर्ष पढ्छ अनि फर्केर जाउँ, फेरि गएर मास्टर पढ्ने भने फेरि आउँ। अब यी कुराहरू आउँदैछ संशोधित होइन, अलिकति गाह्रो हो कि स्टुडेन्टलाई फेरि यहाँ कन्टिन्यू बसेर उनीहरू चाहिँ जस्तो अब OPT भन्छ, अप्सनल प्रायोरिटी ट्रेनिङ लिएपछि, जस्तो ब्याचलर गर्नुभयो तपाईँले 4 वर्ष, तपाईँलाई 1 वर्ष काम गर्न, 2 वर्ष 3 वर्ष थियो, 3 वर्ष काम गर्न दियो, अनि तपाईँले फेरि मास्टर पढ्नु जानु पाउँछ त्यहीँ बसेर। भनेपछि तपाईँको भनौँ 4 वर्ष त्यो भयो, 3 वर्ष 7 दिन 7, मास्टर 2 वर्ष 8 9 10, फेरि 3 वर्ष, जस्तै 12 वर्ष तपाईँ त्यसरी जान्थ्यो। यो गभर्मेन्टले मन पराएन त्यो। अब यसलाई सर्टकट गरौँ, ऊ 4 वर्ष पढ्न आएको नि 4 वर्षै गरौँ, OPT दिउँ, पठाइदिउँ होइन। त्यो मास्टरलाई फेरि 2 वर्ष आउँछ, आओस् फेरि 2 वर्ष भनेर अब यिनीहरूले अलिकति डिमार्केसन तोक्ने भएको छन्। F1लाई चाहिँ अलिकति गाह्रै हो, कानुन छिटो छिटो विद्यार्थीलाई अलिकति गाह्रो। ठिक छ, अब अलिकति विषय परिवर्तन गरेर थोरै त्यहाँको चाहिँ कोड प्र्याक्टिसको अनुभव सेयरिङ गरिदिनुहोस् न। हजुर, अब कोर्टमा पनि त्यहाँ पनि त्यस्तै हो। अब तपाईँको चाहिँ अब फ्यामिली कोर्ट छुट्टै हुन्छ डिभोर्सहरूको होइन, फ्यामिली कोर्टमा अब यो डिभोर्सका मुद्दा आउँछन्। अब क्रिमिनल कोर्ट छुट्टै हुन्छ क्रिमिनलको, त्यसपछि अब इमिग्रेसन कोर्ट छुट्टै हुन्छ होइन। अब त्यसलाई डिस्ट्रिक्ट कोर्ट भन्छ, एपिल कोर्ट भन्छ यहाँ जस्तै है, अनि त्यसपछि बोर्ड अफ एपिल भन्छ फेरि हाम्रो जस्तै, यस्तै तह छन्। अब त्यसमा जाँदाखेरि तपाईँले अब फेलोनी सेलोनी होइन, मिस्टिमिनर जस्तो न्यायिक प्रणाली चाहिँ कस्तो छ नेपालको र त्यहाँको तुलना गर्दाखेरि छिटो? अब यहाँ त नेपालमा त अब मुद्दा मान्छे मरिसक्छ, यहाँ फैसला भएको हुँदैन, मुद्दा गर्दा गर्दै जिन्दगी जान्छ भन्ने छ नि, त्यहाँ चाहिँ के छ? अब हेर्दाखेरि त अलिकति होइन, त्यहाँ त त्यति लिङ्गरिङ त हुँदैन। अब समय त लाग्छ, त्यसमा के हुन्छ भने कस्तो किसिमको केस हो, जस्तो ट्रायल कोर्टमा के हुन्छ, अपिल कोर्टमा के हुन्छ, अलिकति अब तपाईँले डिस्ट्रिक्ट कोर्टमा अब एउटा मैले यो सिभिल प्रोसिडियरमा पढाएँ त्यहाँको सिस्टममा चाहिँ, अब डिस्ट्रिक्ट कोर्टमा एउटा सानो डिस्ट्रिक्ट काउन्टी कोर्ट पनि तोकिया हुन्छ। त्यसमा तपाईँले केसम्म अब यसलाई कमर्सियलमा 75,000सम्मको लिमिटेसन तपाईँ काउन्टीमै गर्न सक्नुहुन्छ, चाँडै भयो नि त। 1 लाखभन्दा बढीको केस आयो लेनदेनको अथवा केको आयो 2 लाखसम्म यसरी जान्छ, डिस्ट्रिक्टमा जाऊ काउन्टीमा नजाऊ भनेपछि लिमिटेसन हुने भयो क्या। अब क्रिमिनलको पनि त्यसपछि चाँडै हुने कुरा चाँडै हुन्छ, तर के भने कसरी छुट्यो कोर्ट सिस्टम, क्रिमिनलको चाँडै जाँदा त्यहाँ फेलोनी सेलोनी क्रिमिनलको मात्र हुने भयो, त्यो चाँडै गर्न पायो नि त। त्यहाँ त जस्तो लोकल गभर्मेन्ट पनि स्ट्रङ छ होइन? हजुर, त्यहाँ लोकल लेभलमा पनि हुन्छ न्यायिक प्रणाली त्यस्तो चाहिँ नि? त्यो काउन्टी कोर्ट त्यही हो, लोकल भने काउन्टी कोर्ट, अनि त्यसपछि डिस्ट्रिक्ट हो, त्यसपछि डिस्ट्रिक्ट। अब त्यो डिस्ट्रिक्ट कतिवटा क्षेत्र पर्छ, हामी जस्तै हामीले पनि चितवन जिल्ला अदालत, बन्दीपुर होइन तनहुँ जिल्ला अदालत भनेको छौँ नि त, त्यस्तै तोकिया हो त्यो। अब त्यसमा अपिल कहाँ छ हाम्रो? उच्च अदालत। सिस्टम त प्रक्रिया उही हो, तर तपाईँले भने जस्तो डिभाइडेड बाई द इस्यु भनेको कुन केस कसरी जाने चाहिँ त्यो अनुसार केस छ ट्रिब्युनलहरू। अनि हामीले जस्तो नेपाल र अमेरिकाको न्याय सम्पादनको तुलना गर्दा चाहिँ के पाउनुहुन्छ, भिन्नता के छ? अब त्यहाँको कस्तो बहस त्यो भिन्नता छ स्पेसली, किन भन्दा पहिले हामी डिस्ट्रिक्ट एटर्नी महानियोक्ता भन्छ, एकदम बिजी हुन्छ त्यहाँ डिस्ट्रिक्ट एटर्नी क्रिमिनल केसमा होइन, एकदम बिजी हुन्छ। किन भन्दा डिस्ट्रिक्ट एटर्नीसँगै उसले पहिला बार्गेनिङ सिस्टम हुन्छ। अब तपाईँले डिस्ट्रिक्ट एटर्नीसँगै घटाउन सक्नुभयो नि, तपाईँ ट्रायलमा जानु, ट्रायल भन्छ किनभने ट्रायल, जुरी ट्रायल। अब जुरी ट्रायल त यहाँ छैन होइन। अब तपाईँको जुरी भनेको विभिन्न ठाउँबाट चुज गर्छ जुरी ट्रायल। अब तपाईँले जजले जुरी, एउटा मजाको सिस्टम चाहिँ के भन्दा जुरी भने त अननोन पर्सन आउँछ कि ड्राइभर लाइसेन्सबाट सिलेक्सन गर्छ। 12जनाले कुरा मिल्नु पऱ्यो, एउटा कोठामा जान्छन्, जजले मिलाउने होइन, जुरीले ओके भनेर गएपछि जजले बल्ल ल हाल्ने हो। कस्तो भने यति सजाय दिन्छु भन्ने चाहिँ पायो जजले, केस गिल्टी नट गिल्टी,
त्यो चाहिँ छुट्याउने जजको अधिकार भएन कि फेरि हेर्नु चाहिँ कस्तो बनाइदिएको छ कि जसले दोषी पनि भन्नु पाएन निर्दोष पनि भन्नु पाएन त्यो कसले भन्यो जुरी पब्लिक हो जुरी भनेको ए पब्लिकले दोषी छ त्यो दोषी छैन भन्यो सिद्धि हो त्यो जजले त्यसलाई दिनु पऱ्यो सफाइ दिनु पऱ्यो हेर चाहिँ हजुर अब हाम्रो जजले भन्छ नि यहाँ गिल्टी न गिल्टी होइन दोषी त पुलिसले पनि क्रिमिनल केसमा पुलिसले दोषी बनाएर ल जसले दोषी छैन भनिदिन्छ त्यस्तो प्रक्रिया यहाँ छ नि त त्यहाँ त पहिल्यै पब्लिक छुनेपछि ल दोषी नै ठहरे नि त्यो अपिल सिस्टम त छ तर जुरी विरुद्ध पनि जानु पऱ्यो नि त अब जजले चाहिँ खालि के भने कानुन मात्रै गरिदिने हो अब ट्रायल सुनाउनु पऱ्यो बहस हुनु पऱ्यो जुरी राखेर गर्नु पऱ्यो क्रिमिनल केसमा सिभिल केसमा छुट्टै ट्रायल हुन्छ इन्सुरेन्स हजुरको अनुभवमा जस्तो अमेरिकाको जेलमा चाहिँ विदेशी नागरिकहरू कति छन् होला अब यो इमिग्रेसन होल्ड भन्छ होइन विदेशी नागरिकलाई धेरै इमिग्रेसन फेसिलिटी भन्छ कि राख्दैन राख्छ मजाले खाना दिएर रिपोर्टै गर्ने होइन त्यो लङ केसमा कस्तो भने उनीहरू सोध्छ ह्युमन राइट्स के छ भने एउटा ह्युमन राइट्स कन्सेप्टमा तपाईँले सोध्नुभयो जेलमा एकदम फेसिलिटी छ तपाईँको डिटेन्सन सेन्टर भन्छ ठाउँ 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 स्टेट होमा डिपेन्डेन्ट तपाईँलाई अथवा कसैलाई समात्यो इमिग्रेसन भाइरसमा त्यो डिटेन्सन लान्छ अब क्रिमिनलमा लङ टर्मको सजाय भयो काउन्टी कोर्ट काउन्टी जेल हुन्छ त्यहाँका मान्छे नि जेलमा हुन्छन् तर खानपिन सबै हुन्छ घुम्ने भेट्ने अब बाहिर त आउनु पाएनन् अनि त्यो अन्य देशको चाहिँ डिपोर्टै गर्ने सिस्टम हुन्छ कि उनीहरूले चाहिँ अब अन्य देशकोमा केस हेरिकन हुन्छ त्यसपछि त्यसलाई अपिल गर्ने त्यसको विरुद्ध जानिदिन्छ भित्रैबाट केस लड्नु पऱ्यो वकिल हायर हुन्छ वकिलको त्यही भएर डिमान्ड थिएन लयरले लड्छ होइन उसले फी खर्च गर्यो लडेपछि भोलि गएर त्यो माथि चाहिँ यसले गरेर ठिक छैन डिटेन्सन यो गल्ती छ भने रिलिज पनि हुन्छ बन्डको रिलिज अथवा बन्ड नराखेर रिलिज अथवा डिपोर्ट तिनवटा कुरा हुन्छ यो मान्छेलाई अब फरेनर भएपछि यसको भैसा पासपोर्ट सबै हेर्ने लिगालिटी हेर्ने भयो अब यसलाई राख्नु मतलब छैन होइन यसले सजाय भोगेको छ अब तपाईँले एउटा कुरा भन्नु दोहोरो एउटा राम्रो कुरा क्रिमिनल केसमा चाहिँ कस्तो चाहिँ सजाय यहीँ भोग्ने कि तेरो देश जाने होइन त्यो बजार राम्रो सिस्टम हामीले कन्ट्र्याक्ट भएको देशहरूमा चाहिँ सुपुर्दिकी भन्छ हाम्रो पनि इन्डिया र छ अहिले अब इन्डियाको नागरिक मलाई दे भन्यो भने उसले इच्छा गर्यो भने दिने कि नदिने दुइटै गभर्मेन्ट कुरा आउँछ अब भोलि उनीहरू डिपोर्ट गरे त्यो मान्छे म मेरो देश जान्न अब खतरा कुरा आयो किन जान सिउन अब म जान सक्दिनँ भने जानु पनि त जान सक्दिनँ के कारण हो त्यो फाइल गर्नु त केस मलाई मार्छन् अथवा के गर्छन् भने त्यसलाई त्यो देशमा जबरजस्ती ल्याउनु पाइएन अर्को देशमा लानु पाइएन फेरि बुझ्दिने कसले होइन अहिले गोन्टामा त्यस्तै भएको छ नि गोन्टामा राख्ने कहाँ राख्ने बुझ्दिन पऱ्यो नि त फेरि त्यो इमिग्रेसनको अब बाहिर फरेनरहरू लानु त त्यो देशले उनीहरूलाई अनुमति दिनु पऱ्यो अब त्यो फ्याक्ट्री चाहिँ कोर्टमा चाहिँ खानामा बस्न राम्रो छ त्यो कुनै तपाईँको लाइब्रेरीदेखि टिभी हेर्नेदेखि गेम खेल्ने सबै छ अब सानो काउन्टीमा 1 वर्षको सजाय भएको 5 महिना भएकोलाई अलिकति नराम्रो तर लङ टर्मको मर्डर केस लामो समयलाई चाहिँ फेसिलिटी ठुलो हुन्छ किन उनीहरू त लामो समयसम्म बस्नु पऱ्यो नि जेल भुक्तान गर्नु पऱ्यो होइन त्यसलाई चाहिँ राम्रो फेसिलिटी मानव अधिकारलाई राम्रो भित्र गएपछि टेक केयर उनीहरूको भित्र कस्टडीमा केही भयो भने ल्याबिलिटी हुन्छ उनीहरूलाई पनि सजाय हुन्छ कम्पन्सेसन हुन्छ मऱ्यो कस्टडीमा उसले खान पाएन होइन डाक्टर ट्रिटमेन्ट भएन यो सबै चिज हुनु पऱ्यो नि त अब जस्तो सुशील सर यहाँ क्षतिपूर्तिको कुरा आयो हामी कार्यक्रमको अन्तिममा आइसकेका छौँ क्षतिपूर्तिको विषयमा अलिकति भनिदिनुहोस् जस्तो नेपालमा त क्षतिपूर्तिको सिस्टमै छैन होइन अहिले आयो टोटल अलिकति सानो राखेको छ दुष्कृतिको कानुन भनेर ल्यायो अब त्यो र अमेरिकाको चाहिँ तुलना त्यहाँ त कम्पेन्सेसन भनेको करार कानुन होस् अथवा जुनमा लेखिएकै हुन्छ क्षतिपूर्ति पाउने अब त्यसमा केस बाई केस कस्तो क्षतिपूर्ति तपाईँलाई क्षतिपूर्ति निर्धारण गर्दाखेरि त्यहाँको कानुन हेर्दा नेपालको यो त धेरै कम हो धेरै बल्ल आएको सिस्टमले टोट ल भन्छ उहाँ छुट्टै कानुन छ टोटको लागि तपाईँलाई कुनै नोक्सानी हानि नोक्सानी छ भने टोट अन्तर्गत जानु पायो त्यो क्षतिपूर्ति तोक्या हुँदैन कानुनले तपाईँले कति क्षतिपूर्ति आउने भन्ने कुरा कोर्टले तोकिदिन्छ माग गर्ने डिमान्ड गर्छ अब त्यसमा के हुन्छ पिक्युलर तपाईँको लङ टर्म लाइफसम्मको छ भने लाइफसम्मको पे कसले पाल्ने होइन कन्डिसन अनुसार सबै छुट्या ट्र्याक वाइज उसको लस कति भयो अनि पिक्युलर ड्यामेजेस भन्छ वास्तविक क्षति कति हो अब छोरा पाल्नु छ भने त्यसलाई पालिदिनु पऱ्यो त्यो त ह्युजमा जान्छ त्यो ड्यामेजहरू त हजुर तपाईँलाई टोटमा गर्ने बित्तिकै टोट एक्सनमा ह्युज ड्यामेज पनि आउनसक्छ त्यस कारण त्यो स्ट्रङ ल छ त्यो उनीहरूले एकदम फोकस्डै गर्छन् त्यो दिनै पर्छ क्षति त क्षति भएर यति कम्पेन्सेसन दिनै पर्छ तैँले भने दिनु पऱ्यो कम्पनीमा ल्याबिलिटिज हुन्छ होइन अब ल्याबिलिटी भने दायित्व आयो होइन कोअपरेट दुइटैको दायित्व भने अब त्यहाँ धेरै कोअपरेट दायित्वहरू छन् त्यो दायित्व निभाएन भने क्षतिपूर्ति आउँछ तर हामीमा चाहिँ कम हो तपाईँले हेर्दै जानु पेसलजी तपाईँले पनि अब कानुनको ज्ञाता भन्नु तपाईँले लगेर एउटा कन्ट्र्याक्ट पनि त्यहीँ लगेर राखेको छ होइन अहिले हाम्रो देवानी संहितामा लगेर राखिदिएको छ होइन अब दुष्कृतिको कानुन भन्छ
होइन त्यहाँ पाउने क्षति पाउने भन्छ तर त्यो क्षतिमा गएर सजाय हेऱ्यो भने त पछि सजाय राखेर क्षति कम छ कि अब हामीले चाहिँ त्यो क्षति बढ्ने क्षतिमा जानु पऱ्यो कि वास्तविक क्षति उसको कस्तो लस्ट हो त एउटा ड्राइभरको मान्छे माऱ्यो भनौँ न त्यसमा चाहिँ 2-4 छोरी पाल्नु छ भने त्यो त लाइफ लङै जाने भने क्षति त उसलाई त पढ्ने हस्पिटल खर्च त्यो तोकिदिनु पऱ्यो कि होला त्यो क्षतिको चाहिँ पर्याप्त होइन एउटा राख्नु त राखेको छ हाम्रो नेपालको केसमा क्षतिपूर्ति पर्याप्त होइन पर्याप्त छैन पक्कै पनि अब हामी कार्यक्रमको अन्तिममा आइपुगेका छौँ मैले अन्तिममा यहाँलाई चाहिँ विशेष गरी 15 वर्ष अमेरिकामा रहेर प्र्याक्टिस गर्दा यहाँले आफूले हेरेको एउटा चाहिँ सम्झना लायक केस त्यस्तो कुनै छ भने यसो सेयर गरिदिनुहोस् म एउटा होइन कस्तो अब त्यसमा एउटा इमिग्रेसनमा गएको थिएँ अब मेरो एउटा माइकल जे विलियम थियो ह्युस्टनमा अब एउटा मेक्सिकन क्लाइन्ट थियो होइन ऊ चाहिँ कागजै नभएको सधैँ आउने सधैँ जाने उनीहरूको बोर्डर इस्यु होइन उसलाई कागजै नचाहिने काम गर्ने घर जाने आउने असाइलम पनि होइन के होइन बोर्डर पार गरिदिन्छ गाडीले होइन आउने आउँदोलाई के भने अब बोर्डर भने सबै मेक्सिकन साइडमा अब त्यस्तो बेला अलिकति लुजै थियो होला अब त्यस्तो क्लाइन्ट लिएर त्यो गएको थियो क्लाइन्टले भन्न आएछ माइकलले भन्यो मलाई ह्युस्टनमा केस त जर्कन के भन्न आयो खै वरदर धेरै भयो 10 वर्षदेखि केही वर्षमा त कागज चाहियो भने कागज खोज्नु पऱ्यो उसलाई कहाँ ल्याउने कागज अनि कोर्टबाट होइन उसलाई कागज भएन अरे अब केही कागज चाहियो अरे इलिगलै हो होइन उसलाई केही अप्ठ्यारो छैन वरदर गरिरहेको छ पैसा कमाएको छ ट्याक्समा छैन अब उसलाई एउटा आधार चाहियो अरे कागज कहाँबाट बनाउनु त होइन अनि मुद्दा कसरी हाल्नु त अब कागज चाहियो भनेर हाल्ने त हो होइन म मेक्सिको मलाई अब वरदर गरिरहेको छ उसले के हाल्यो म मेक्सिको जानु सक्दिनँ होइन मलाई डिपोर्ट अब भनौँ न उसले सरेन्डर पनि गरेको छैन उसले हाल्यो म मेक्सिको जानु सक्दिनँ हालेपछि त्यहाँ अब हेरिङ त भयो हेरिङलाई जसले हेऱ्यो उसको हिस्ट्री पनि छैन कागजै नभएपछि हिस्ट्री ट्र्याक नहुने गाह्रो हुन्छ मजा चाहिँ उसको ट्र्याकै छैन पासपोर्ट पनि छैन केही पनि छैन अनि उसले सोध्यो चाहिँ जसले के खोज्न आयो तिमीहरू सोध्ने भने त के हो तिमीहरू खोज्या के होइन के खोज्न आउँछ नि त यसलाई लिएर आएर के खोज्यो यो को हो यो कागज पनि छैन केही छैन होइन यसले कागज चाहियो अनि बसिरहेको छ किन कागज चाहियो त घरतिर गएर आउनु जाने गरेको छ भने उसले थाहा छ नि त डरलाई गइरहन्छु ओहो क्या भ्याकेसन पो मनाउने रहेछ मान्छे उता जाने आउने यहाँ सिटिजनले भ्याकेसन मनाउन सकेको छैन उसलाई क्या आनन्दको बिना कागजको भ्याकेसन भने जसले 3 दिनै जाने कि होइन 1 वर्ष काम गर्छ फेरि आउँछ समात्या छैन समाति उल्टी हो अनि त्यसपछि होइन यो जान्न रे श्रीमान अब जान्न यसलाई चाहिँ बस्ने 1-2 वर्ष बस्ने चाहिँ कागज चाहियो भन्ने कुरा आयो मैले के आधार दिने यसको कुनै छैन त्यही पासपोर्ट छ के त छैन केही पनि कहाँ बस्छ ठेगाना ड्राइभर लाइसेन्स छैन कति बस्छस् त सधैँ जानु पाएको छस् आउनु पाएको छैन किन चाहियो कागज भने झर्ने चाहियो मलाई भन्यो उसले अनि त्यसपछि अनि एउटा मजाको थियो अनि यस्तो मान्छेलाई चाहिँ अनडकुमेन्टलाई अबलाई एउटा चाहिँ बस्ने आधार त चाहियो श्रीमान भनेर वकिलले भन्यो मेरो पार्टनरले अनि कसले भन्यो तिमीलाई भनेर सोध्यो एउटा ओबामाले एउटा एनाउन्स गरेर टिभीमा यो पिस्टेलले भने श्रीमान भनेर वकिलले भने अनि मैले हो भनेर थप्ने प्रेसिडेन्टसँग भेट भयो भने जसले होइन प्रेसिडेन्टसँग भेट्नै पर्ने हिजो टिभीमा भने कि हाँस्यो टिभीमा भने नि प्रेसिडेन्टले बोलेको त हो नि भेट हुनुपर्छ श्रीमान भने उसको कुरा त कानुन हो नि भने ल 1 वर्ष भनेर एउटा कागज दियो उसलाई बस अब त्यो त नयाँ अहिले दिँदैन त्यसरी त्यो त नयाँ उसले नि इम्प्रेसन र मजाको जज भएर त्यस्तो पाउँदैन त्यो कागज त्यो चाहिँ हजुरको एउटा मेमोरी ठिक त्यस्तो भने कागजै नभए मान्छेले कागज माग्नु अझै पनि अब यहाँका हजुरका धेरै पनि अनुभवहरू हामी फेरि पनि उ गर्नेछौँ जस्तो इमिग्रेसनकै विषयमा आजको हाम्रो छोटो बसाइमा पनि धेरै कुराहरू टुङ्गिन सकेनन् हामी यसलाई कन्टिन्युटी दिनेछौँ आजको लागि हाम्रो समय अभावले गर्दाखेरि आज हामी एकदमै अन्त्यमा छौँ हजुरले भन्नुपर्ने केही विषय छ भने अब मैले अलिकति एनआरएनको विषयलाई अलिकति छोङ्क्यो भने एकदमै एनआरएनको विषय अब अहिले हाम्रो इस्यु के छ भने धेरै माइग्रेसन हाम्रो अमेरिका अब अस्ट्रेलियाहरू छन् नि एनआरएन संगठन पनि छ होइन अब यसका राइटको कुरा धेरै उठिरहेको छ अब एनआरएनलाई चाहिँ अहिले सरकारले दिएको छोटो राइट मात्र छ एकदमै त्यो छोटो राइट छ अब अहिले एनआरएन कार्ड भन्थ्यो त्यसलाई गरेर अहिले अब अप्रवासी नागरिक दिने नागरिकता दिने भने अब त्यो कस्तो नागरिकता भने त्यसले पनि अब राजनीतिक अधिकार बाहेक आर्थिक सामाजिक र सांस्कृतिक सबै पायो त्यो त हामी सबै नै पायो जन्मसिद्ध भएर पायो राजनीतिक अधिकार भएन अब अर्को कुरो त्यसमा त ल यिनीहरूले चित्त बुझाउँला राजनीतिक गर्नु त छैन भोटिङ राइटले भनिरहेछन् त्यो कुरा चाहिँ अलिकति अहिले मिल्दैन होला 3टा त राइट पुरै दिइसक्यो अब त्यसमा हाम्रो जुन लिमिटेसन दिएको थियो पहिलाको एनआरएन कार्डबाट जस्तो 1 रोपनी भन्दा
काठमाडौँमा राख्न पाउने 8 कट्टा तराईमा इलिमिटेसन छन् यतिभन्दा पैसा राख्न पाउने तर यो गैर आवासीय नागरिकताले चाहिँ त्यो लिमिटेसन हटाइदियो नि त आर्थिक सामाजिक र धार्मिक राइट पायो त हामी बस्दै आर्थिक पायो उसले जति जग्गा पनि राख्न पायो अंशबाट आएको उसले राख्न पायो भने अहिलेसम्म त्यो लिमिटेसन छ अब त्यो गैर आवासीय नागरिकताले फुल्ली इम्प्लिमेन्टेसन गरेका छैन अब अंशबन्धमा यो धेरै झमेला आउँछ त्यस कारण सरकारले सोच्ला यसलाई होइन अब उनीहरूलाई दिने सुविधाहरू पनि अलिकति हामीले गैर आवासीयहरूलाई अलिकति प्रमोसन गर्न सकियो भने उसको छोरा नातिहरूलाई ल्याउलान् उद्योग व्यवसायमा अलिकति इन्सेन्टिभ दिउँ ट्याक्समा यो पछिल्लो विषय अहिले अब यो चर्चाकै विषय छ ट्याक्समा पनि फेसिलिटी दिउँ होइन नयाँ सरकार आउने बित्तिकै यो सरकारका आफ्ना धारणाहरू सार्वजनिक गर्दै बेला बखत कुराहरू उठ्ने गरेका छन् पहिले पनि अब यसले ल्याउला के सोचाइ ल्याउला अहिले हामी कार्यक्रमबाट बिदा हुन्छौँ कार्यक्रममा आइदिनु भयो आफ्ना कुराहरू राखिदिनु भयो धेरै धेरै धन्यवाद धन्यवाद बेसल सर यो अवसर दिनुभएकोमा यहाँलाई हार्दिक शुभकामना हस् बिस्तारै यसरी बोल्दै जान पाऊँ हस् धन्यवाद